गुड इभिनिङ सबैजनालाई है। आज 29 तारिक मे 2025 को एउटा दुर्घटनाको तपाईको अगाडि भिडियो लिएर आइरहेछु है। अति नै दुखित कुरा छ है र हामी एकदमै दुखी छौँ है। र ग्याङटकबाट टुरिस्ट गाडीले भन्नेको आएको थिए भने गुरुदममा घुमेर बजीको बिचमा एउटा दुर्घटना भएको छन् है। र यसै गरी सबै हामी एकदमै दुखितमा छौँ है। रेस्क्युको लागि अहिले यहाँ आइटिबिपी आर्मी, हाम्रो फायर डिपार्टका चोङथाङ फायर डिपार्ट अनि लगायत हाम्रो एसडिएम अफिस स्टाफ, पुलिस, हाम्रो एसटिबिओ सबको टोली सबै यसरी लागेत परेर यो मुनि धेरै तपाईको 1000 फिट भन्दा पनि अझै टाढो छन् है टिस्टा पुग्नलाई। र धेरै कठिन छ। अब यो आइटिबिपी पनि एकदमै कठिन, एकदमै उहाँहरू पनि आफ्नो ज्यानलाई जोखिममा राखेर उहाँहरू डोरी फ्याँक्दै जानुलाई उहाँहरू कोसिसमा राखेका छन् भने हामी सबैजना एकदमै दुखित भइरहेछ। अहिलेको टाइम भन्नु परेछ भने तपाईँको 1:20 भइसकेको छन् है। अहिलेसम्म रेस्क्यु गर्न सकेको छैनन् किनभने एकदमै डिपमा छन् है, एकदमै स्ट्रेट, एकदमै मुनि टिस्टा बगिरहेछन् है। र हामी आशा छ है यो जुन चाहिँ एक्सिडेन्टको कति मान्छेहरू बाँचिरहोस् र रेस्क्यु टिमले हामीलाई लिएर आउने उहाँहरूलाई प्रयास गरिरहेछन् भने है तपाईहरु हेर्न सक्नुहुन्छ। यसरी नै हाम्रो सब डिभिजनका एसडिएम साहबका टोली, सब डिभिजन एसटिबिओ साहबको टोली, लाचुङबाट, चोङथाङबाट पुलिस विभागहरू, हाम्रो फायर डिपार्टका ओसी साहबको टोलीहरू पनि एकदमै व्यस्त रहनु भएको छन् है। सबैजना यसरी लागि परिरहेछ। जसरी पनि हामी बचाउने प्रयास गर्नुपर्छ, बचाउने कोसिस गर्नुपर्छ भनिरहनु भएको छन् है। तपाईको जग्गा भन्नु पर्दाखेरि चोङथाङदेखि मुन्सिटाङको बिचमा जहाँ चाहिँ जहिले पनि बाटो कटअप रहेको जग्गाको कम्ती मात्र अगाडि चोङथाङपट्टि कम्ती मात्र अगाडि आएर यसरी एक्सिडेन्ट भएको छन् भने गाडीमा टोटल टुरिस्ट 10 जना, ड्राइभरसँग 11 जना यसरी एक्सिडेन्टमा रहेको छन् भने हामी अति दुःख छु है। र हामी कोसिस गरिरहेछौँ। आर्मी, पुलिस, यहाँ सबै आइटिबिपी लागेत परेर यसरी डोरी लगाएर तल एकदमै उहाँहरू पनि जोखिम, ज्यानलाई जोखिम गरिराखिकन उहाँहरू पनि जानुहुँदैछ। अहिलेसम्मको रिपोर्ट भन्नु पर्दाखेरि आइटिबिपीको रिपोर्ट अनुसार 2 जना एकदमै क्रिटिकल उहाँहरूले तल रेस्क्युबाट निकालेर डाइरेक्ट ग्याङटक रेफर गरेका छन् भने 9 जनाको अझैसम्म पत्ता लगाउन सकेको छैनन् भनेर आइटिबिपीको मुख्य केन्द्रबाट भन्नुहुँदैछ। गाडी र हामीले रिपोर्ट अनुसार गाडीको नम्बर पनि प्राप्त पाएको छौँ भने गाडीको नम्बर रहेको छन् SK03 J650650 भनेर हामीले गाडी नम्बर पनि प्राप्त राखेछौँ भने अहिले हाम्रो आइटिबिपी को जवानहरूले अहिले फोन मार्फत तल डेड बडी अथवा बिमारी पायो भनेर हामीले खबर आउँदैछन् भने हामी अति प्रे गरिदिनुहोस्। सबैजना मसँग जुडिरहनु भएको छ भने एकदमै उहाँहरू बाँचिराखेको होस् भनेर तपाईहरु सबैजना प्रे गरिदिनुहोस् भन्न चाहन्छु। किनभने सबैजना यहाँ एकदमै दुखितमा सबैजना अतालिरहनु भएको छन् भने तपाईहरु पनि सबैजना आफ्नो आफ्नो मनमा प्रे गरिदिनुहोस्, सबैजना बाँचिरहोस् भनेर तपाईहरु एकदमै
मेरोबाट कृपया है तपाईहरु प्रे गरिदिनुहोस् भन्न चाहन्छु। इसका कीमत फ्रैक्चर है पूरा, इसलिए इसको सीधा आर्मी हॉस्पिटल ले दो, ठीक है।